चलाइरहेछ लास्ट हात त फाँक हुन्छ होला है यहीँ भनेको यहाँको जुन फिजिकली नक्सा सानो आकारमा चाहिँ बनाएको जस्तो छ भनेर भित्रपट्टि बिचमा चट्ट समुद्र यहाँ चाहिँ नाइटको सिन अब हामी फर्किँदैछौँ सोल्टी अब चाहिँ हामी मुसरेपतिर लाग्दैछौँ होइन सोल्टी होइन अब त्यो त्यहाँभित्र सकेर अनि यो चाहिँ अब यहाँ सत्कार होटलको यहाँ द्वार हो नेपाली होटल कतार द्वार हेलो अनि नमस्ते सबैजना मित्रहरूलाई म चाहिँ आज जीवन आइसल्यान्ड भन्ने प्रल कतारको चाहिँ त्यहाँ चाहिँ क्रिस्टल वकवे भन्ने प्लेस छ म चाहिँ आज त्यहाँ जानु लागेको छु अनि यहाँ मस्जिदमा अहिले बसिरहेको छु सोल्टीलाई पर्खेर यहाँ हल्का कफी पिइरहेको छु म चाहिँ अनि त्यस पछाडि भनेको अब यहाँ धेरै बेर भयो सोल्टीलाई वेट गरेको पनि यहाँ मस्जिदमै अनि ल सोल्टी पनि कल आयो आउनु भएछ अब हामी चाहिँ त्यहाँ आजको यात्रा चाहिँ अब त्यहीँ छ सोल्टी सेवारो ल धेरै दिन बाद होइन आजको हाम्रो यात्रा फेरि होइन चालु रहनेछ होइन अब ल सोल्टी कता अब हामी ट्रेनमा त जाने होला होइन त अब लाग्दैछौँ हामी जाँदैछु मैले चाहिँ वेमै छु म के छ त अनि नयाँ नौलो खबर ठिक छ नि कस्तो भइरहेछ त अनि अहिले हाम्रोको आजको यात्रा एकदम रमाइलो धेरै समयपछि आफ्टर लङ टाइम है 2 महिना हुन लाग्यो होला सायद हजुर त्यस पश्चात हाम्रो फेरि पुनः यात्रा एउटा घुम्ने वातावरण मिलिरहेछ टाइम दिइरहेछ फेरि अब अहिलेको समयमा चाहिँ अब एकदम अलिकति समस्यै छ हिँड्न बाहिर फेरि त्यही कारणले गर्दा अहिले अलिक ठिक छ वातावरण पनि भएको छैन अनि त्यही भएर अहिले चाहिँ पोलमा हाम्रो वे चाहिँ भनेको आइल्यान्डमा चाहिँ अब त्यहाँनिर क्रिस्टल वकवे भन्नेमा चाहिँ अहिले हामी जाँदैछौँ अन्त पर छ पछाडि चाहिँ हावा चलिरहेछ वेदर राम्रो मौसम राम्रै छ अनि जस हल्का रिफ्रेसमेन्टको लागि ज्याउ हुन्छ अब त्यहाँनिर जे भयो भने हामी चाहिँ आजको त्यो गन्तव्य भनेको चाहिँ त्यही हो जीवन आइल्यान्डमा हावा खाँदै यताउति रिफ्रेस हुँदै फुलहरू चाहिँ यहाँ दामी बाटोमा फुलिरहेको रहेछ आँखा नै हेर्दाखेरि नै आँखा नै रङ्गी चङ्गी हुने खालको मजाले फुलेको सबै फुलेको रहेछ सोल्टी के छ त अनि अब कता कस्तो छ त भ्यूहरू है गजब छ नि सिल्याक्स हावा त त्यस्तो चलेर हावा चाहिँ पौडी हानिदिँदा चाहिँ दामी हुन्छ होला यहाँ निलो त हरियो हामी जानुपर्ने ठाउँ चाहिँ जानु लागि ठाउँ चाहिँ अहिले यहाँ हेर्दै हिँडिरहेछु लोकेसन कतापट्टि रहेछ भनेर अनि स्टिल गइरहेछु म्युजिक गाना साना पनि खतरा बजाइराख्दो रहेछ अरे यहाँनिर अनि गाना चाहिँ बाटोमै गाना बजाएर गर्दो रहेछ यही हो मेन हामी आउनुपर्ने ठाउँ चाहिँ आइपुग्यो क्रिस्टल वकवे भन्ने अनि त्यस पछाडि
नाइटमा मात्र हो यो लाइटहरू झिलिमिली हुन्छ, हल्का लाइटनिङहरू दामी हुन्छ नाइटमा चाहिँ। बसेर होइन कस्तो रहेछ चोटि यो सेक्रेट छ हजुर, यो उसमा चाहिँ नाइट भ्यूमा हो भने चाहिँ नाइट सेक्रेट लाइटहरू यो लाइटनिङहरू चाहिँ एकदम मिलाएको छ लाइटिङहरू। नाइटमा चाहिँ बल हुन्छ। अब यो नाइट भयो भने मात्र हामीले अब जाँदैछौँ फेरि उहाँ परसम्म पनि रहेछ होइन, राख्दैछु है। हल्का नाइट के रहेछ सोल्टी हो? यो चाहिँ भनेको यहाँको जुन फिजिकली नक्सा हो, सानो आकारमा चाहिँ बनाएको यस्तो छ भनेर भित्रको डेकोरेसन यहाँ यस्तो यस्तो यो त भेन्डर मल जस्तो छ त। यो नक्सा हो क्या, जहाँ चाहिँ हामी छौँ अहिले त्यसको चाहिँ सानो नमुना तयार नमुना गरेर राखेको जस डिजाइन गरेर त्यो त्यो चाहिँ छ यहाँ एरियामा। यो गियोन आइल्यान्ड भनेको थियो त्यहाँनिरको नक्सा देखाएको वरिपरि रहेछ त, यसलाई वरिपरि हानिदिनु पऱ्यो। युनिस ल यस्तो छ, यो चाहिँ क्रिस्टल वकवे भित्र। यो राति चाहिँ राम्रो आउँछ यो लाइट बलेपछि, एकछिनमा लाइट बल्छ है। कता जाने अब हामीहरू? आँखालाई चाहिँ हल्का ठन्डा मिलेर यहाँ बसेर भ्यू हेर्नु। बोट चढिदिने हो? हामी अझै यहाँ चाहिँ बसिरहेछौँ। यो बस्ने ठाउँ रहेछ, यसो हल्का रिफ्रेस भएर। अनि त्यहाँनिर अब चाहिँ हामी मसुरिफ जाने होइन सोल्टी पुरा भइरहेछ। त्यहाँ गएर यसो हल्का के अब कफी सफी खाने हो, अब यताउति हुन्छ नि, त्यही हो। अनि मुसरिफ नेक्स्ट एकछिनमा फर्किन्छौँ होला हामी। यहाँ यस्तो छ, हेर्दैछौँ यहाँको सिन। ल हामी चाहिँ यहाँ अहिले लाइटहरू हल्का आइदियो लाइटहरू अब डेकोरेटेड लाइटहरू एकदम मन एकदम उत्साहित हुने दामी छ। लाइट साइटहरू छ, हेर्दैछु। यहाँ चाहिँ नाइटको सिन। अब हामी फर्किँदैछौँ। सोल्टी कस्तो भयो त भन्नु त? ठिक बन्यो होइन? नाइटको सिन यस्तो छ, फर्किँदै गरेको। अब चाहिँ जाँदैछौँ, यस्तो छ। ल अब हामी चाहिँ लाग्यौँ है नाइटमा। यस्तो छ सिन चाहिँ, यही हेर्नुलाई। तल चाहिँ यस्तो क्रिस्टल भनेको यस्तो यहाँनिर बाटोमा बाटोभरि यस्तो क्रिजर अनि माथि चाहिँ यस्तो लाइट। मेन हेर्न आउने दृश्य चाहिँ यो। सोल्टी कस्तो भयो त आज? ठिक छ नि होइन? चिसो छ है, लास्ट जाडो छ है। जाडो भएर एसी नै एसी। ल फर्किँदै सब बसको स्पिकर राख्दै रहेछ, त्यही बज्दो रहेछ यहाँ तल त, झाडीको भित्रभित्र। ह्याभन भन्ने ब्रान्ड हाउसको बजाउँदैछ गाना। टु 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 टु।
त्यो वाटर रेसिस्टेन्ट के हुन्छ फर्किँदै गरेको अब ल अब चाहिँ हामी मुसरेपतिर लाग्दैछौँ होइन सोल्डी होइन अब त्यो त्यहाँभित्र सकेर अनि लाग्दैछौँ अहिलेको त्यो यसकै बनाएको होइन त्यहाँभित्रको म्युजियम जस्तोको त्यो खोज्दै गरेर हावा चाहिँ तर यही मौसममा मात्रै ठ्याक्क अब बर्खा लागेपछि निक्ल्न पाइँदैन अनि त्यो हावा पनि बेसी चलेको होला है अनि अब अलिक टाइम पछाडि त बन्दै हो अब बाहिर निक्लिने छ 3-4-5 महिना जति त यही टाइममा निक्लो हल्का फ्रेसनेस होइन मतलब अब उयो आउँछ नि त जुलाई आउँदैछ नि त जुलाई त्यसपछि चाहिँ पाइँदैन अनि अहिले चाहिँ हामी फर्किँदैछौँ बाटोमा अब जाँदै गरेँ मुसरेफ छ त्यहाँ फेरि झिलिमिली छ यति मान्छे हुन्छ त्यहाँ त झन् डाउन टाउन देख्यो त मुसरेफमा ल आज चाहिँ हामी त्यहाँबाट आएर चाहिँ यता मुसरेफ गएर हुक्कासुक्का खाने भनेको थियौँ कि तर पछि प्लान चेन्ज हामी अनि यहाँनिर चाहिँ नेपाली होटलमा आएको छौँ यहाँ सत्कार भन्ने होटल नेपाली होटलमा आएर चाहिँ खाँदैछौँ यहाँ छ आलु निम्की अरे अनि यहाँ छ हाम्रो लाटेहरू छ सोडी चाहिँ फेरि स्ट्रबेरी जुसहरू त्यहाँ खाँदैछौँ त्यही हो आजको यो चाहिँ आलु निम्की यहाँ सत्कार होटलको यहाँ गएको नेपाली होटल कतार सेकेन्ड हुन्छ यो चाहिँ आलु निम्की चाहिँ दामी लाग्यो मलाई होइन मजा आएपछि कति पछाडि नेपाली रेस्टुरेन्ट नेपाली खाना खाएको रेस्टुरेन्टमा आएर दामी लाग्यो कस्तो लाग्छ सोल्डी तपाईँलाई राम्रो छ मिठो नेपालको भाइ रहेछ आज चाहिँ खोर्सानी हाल्दैछ सुकुटी चटपटे आयो हाम्रो पुरो भयो अरे सोल्डीलाई चाहिँ फाइनली यहाँ लास्ट हो अनि यो खाजा खाइसकेर यहाँ नेपाल रेस्टुरेन्टबाट यहाँबाट चाहिँ छुट्टी नै हो च्याति नै हो हामीहरू यहाँ आजको ब्लग यही हो लास्ट अब यहाँ चाहिँ अब हामी खाइसकेर अब चाहिँ लाग्ने हो सोल्टी अर्को ठाउँमा म अर्को प्लेसमा हो ल तपाईँ